हेलो गाइस, वेलकम बैक टू माई डे 1 ब्लग। आज चाहिँ म बिहान बिहान उठेको त यस्तो भोक लागिरहेको थियो। अगाडि मान्छे हामीलाई जस्तो अनि यसो तल हेरेको ऱ्याकमा बेलुकाको भात र थोरै चटनी बचेको थियो अनि मैले चाहिँ त्यही भुटेर खानु पर्यो भन्ने सोच बनाएँ। पहिला चाहिँ मैले भात बसालेँ है, किनभने बच्चाहरूलाई स्कुल छोड्न जानुपर्छ, त्यही भएर। अनि त्यसपछि एकातिर तेल बसाल्यो अनि त्यसमा भात हालेर भुटेँ अनि चिया पनि पकाइसकेको थिएँ मैले, त्यही भुटेको भातसँग खाने भनेर। अनि भात पनि भुटेर अनि मैले प्लेटमा हालेर चटनीसँग मजाले खाएँ। देख्न सक्नुहुन्छ यतातिर एक थाल भात मैले एकैछिनमा भ्याइसकेको थिएँ। मलाई चाहिँ एकदम भोक लाग्छ कि, किनभने बेलुका बेबीलाई ब्रेस्ट फिड गर्छु अनि त्यही भएर। अनि त्यति गरेपछि चाहिँ मैले खाना पनि बनाइ भ्याएँ। सब्जी र भात बनाइसकेको थिएँ अनि बनाएर यता कोठामा हेर्नुभयो मेरो बेबी उठेर बसिराखेको रहेछ हाँस्दै। अनि उसलाई एकछिन लिएर उसलाई फेरि ब्रेस्ट फिड गरेर म चाहिँ उसलाई स्कुल जाने टाइम भइसकेको थियो अनि खाना खुवाएर रेडी गरिदिएँ अनि स्कुलसम्म छोड्न पनि गएको थिएँ। म चाहिँ हेर्न सक्नुहुन्छ यति हाँसिराखेको थियो मेरो छोरो बाटोमा चाहिँ। अनि मजाले आफै हिँड्दै पनि गइरहेको थियो। अनि स्कुल पुगेपछि चाहिँ फेरि रुमलाई झैँ गरिसकेको थियो कि मेरो छोरो स्कुल देख्ने बित्तिकै। अनि मैले छोडेर देख्न सक्नुहुन्छ कस्तो गरेको छ। अनि म चाहिँ छोडेर घर पनि फर्केँ अनि आफ्नो अरू कामहरू गरेँ।